जङ्गबहादुर राणाले 20 वर्षको उमेरमा 400 जनाको हत्या कसरी गरेका थिए त? त्यो विषयमा आज हामी छलफल गर्नेछौँ। राजा राजेन्द्रका दुईवटी श्रीमती जेठी राजेन्द्र लक्ष्मी राणा र कान्छी राज्यलक्ष्मी थिइन्। जेठीबाट सुरेन्द्र र कान्छीबाट रणेन्द्र जन्मिएका थिए, जसमा जेठी रानीको निधन भइसकेकाले कान्छी रानीबाट लक्ष्मीले आफ्नो छोरा सुरेन्द्रको ठाउँमा रणेन्द्रलाई राजा बनाउन चाहन्थिन्। त्यो काममा मन्त्रीका प्रिय पात्र गगनसिंह खस्वाङले सहयोग गर्छु भन्ने आश्वासन दिएका थिए। तर विक्रम सम्वत 1903 साल भाद्र 31 गते राति गगनसिंह खस्वाङको लालझाद्वारा गोली हानी हत्या गरियो। उनको छोरा उजिरसिंहबाट थाहा पाइसकेपछि शोकले विहोल भएकी रानी राज्यलक्ष्मीले हत्यारा पत्ता लगाउन चाहन्थिन् र त्यो कामका लागि विक्रम सम्वत 1903 साल असोज 2 गते सबै भाइ भारद्वाज भेला हुन बिगुल बजाउने आदेश दिइन्। रानीले सो बमोजिम कोतको प्राङ्गणमा भेला भएका भाइ भारद्वाज बीचमा भनाभन हुँदा शक्तिले उन्माद ताकि अब म प्रधानमन्त्री बन्नुपर्छ भन्ने उनमा भित्रैदेखि सोच्थ्यो र उसका दाजुभाइ समेत भनिन्छ त्यस प्राङ्गणभन्दा बाहिरपट्टि हतियार लिएर बस्न लगाइसकिएको थियो। शक्तिले उन्माद जङ्गबहादुर राणा हतियारसहित कोतको प्राङ्गणमा प्रवेश गरेर एक अर्कामा भनाभन हुँदा अभिमान सिंह बस्नेत, बरकिशोरी पाण्डे, फतेजङ शाह, दलवर्धन पाण्डे, वीरकिशोर पाण्डे र खड्ग विक्रम लगायतका 400 जना व्यक्तिको हत्या गरेर रगतको खोलो बगाइदिए। जङ्गबहादुरले एकाएक यसरी खोलो बगाइसकेपछि आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने उनले निदो गरे। यो काण्डलाई भारतको जलियावाला बाग हत्याकाण्डसँग समेत तुलना गर्न सकिन्छ, जसमा सन् 1919 अप्रिल 13 मा एउटा बगैँचामा भेला भएका 400 जना व्यक्तिको एकै ठाउँमा हत्या भएको थियो। कोत पर्वपछि नेपालमा राणा शासनको जग बसाल्ने काम जङ्गबहादुर राणाले नै गरेका हुन् र राणाकालमा के कस्ता गतिविधिहरू भएका थिए, राणाकालमा भएका सुधारहरू के थिए र राणाले नै नेपालमा शिक्षाको सुरुवात कसरी गरे, यस विषयमा हामी अर्को भिडियोमा प्रस्तुत गर्नेछौँ।